हेलो आज म हजुरहरूलाई के गर्छु भन्दाखेरि आज मेरो बिहानदेखिको लिएर दिनभरिको भ्लग हो हैन। म चाहिँ बिहानै उठेर कोठाबाट निस्केँ। मेरो बुढो र छोरी चाहिँ गेम हेर्दैछन्। छोरी चाहिँ उठिसकिन् अनि हेर्नु न एक बाल्टी हिजो पनि यति धेरै लुगा धुगै आज नै फेरि तल किचनमा आइपुग्यो। किचनमा आउँदा नि उस्तै के अनि त्यसपछि किचनमा छिरेपछि भाँडाहरू चाहिँ मेरो यत्तिकै हुन्छ कि अलपत्र। अनि त्यस पछाडि मुख धुनको लागि भनेर म गएँ। मुख धोएर आइसके पछाडि थालबोटिका मिलाउनु थालेँ है। सुरुमा चाहिँ मैले पानी तताउनु पर्यो भनेर दिउरे सिउरे पखालेर पानी बसाइसकेँ मैले हैन। अनि पानी बसाएर अब बेलुकाको भाँडा त माझेको त अब मिलाउनु पर्यो भनेर म भाँडा मिलाउनुतर्फ लागेँ। अनि म चाहिँ एक एक गरेर सबै मिलाउँदैछु है। थालहरू पनि सबै राखेँ मिलाउनका लागि पनि। अब बेलुका त हुन्थ्यो अलिक बेलुका चाहिँ ढिलो भइहाल्छ कि के गर्दा के नगर्दा त्यही त हो नानीसँग भएको मान्छे। अनि म चाहिँ छिटो गरेर मिलाउँदैछु क्या बोटकाहरू चाहिँ। अनि यो चाहिँ माथि राख्न पनि म कम्ता मुस्किल पर्दैन। अनि यो चाहिँ प्यान है। मेरो छोरीले चाहिँ यस्तो फलामको त्यो ताईमा पकाएको लिटो नै मनै परेन क्या। त्यही भएर मैले प्यान किनेर म त्यसमै बनाउँछु हैन। अनि हिजो चाहिँ मैले अन्डा फ्राई गरेको थिएँ अनि त्यसकै हो। अनि मैले सबै पानी पनि मेरो तातिसक्यो। अनि पानी सँगसँगै मैले हेर्नु न फटाफट मैले खाना पनि बसाएँ। दाल पनि बसाएपछि पाक्दैछ हैन। अनि अब सब्जी के पकाऊँ भनेर मैले फ्रिजमा हेरेँ। अनि फ्रिजमा हेर्दाखेरि चाहिँ बोडी घिरौला रहेछ कि। अनि त्यही पनि मिठै हुन्छ नि त बोडी घिरौला पनि। अनि त्यही पकाउनु पर्यो भनेर निकाल्दैछु। अनि निकाल्दाखेरि चाहिँ हेर्नु न ठुलो र सानो गर्दै निकाल्छु कि। अब एक छाक त बनाउनु पर्यो नि त। अनि त्यो हटाएर अर्को सानो लिएँ। अनि लिइसके पछाडि अलिकति थियो बोडी पनि लिएँ मैले। अनि बोडी लिएर आलु तास्नको लागि म रेडी हुँदैछु। अनि आलु खुर्किँदैछु है। यो आलु तास्न नि मैले 150 वटा जति किनेँ होला। तर 150 वटामा बल्ल यो चाहिँ राम्रो परेको छ कि। नत्र भने त अरू बेला त ल्याउनु बित्तिकै आयो अनि ल्याउनु बित्तिकै भाँचिहाल्ने क्या 2 दिनमा। खोइ मलाई नजानेको भने कि मैले राम्रो जाने। यो चाहिँ फेरि सस्तो क्या। सस्तो ल्याउँदै हुने रहेछ। अनि हामी चाहिँ सस्तोलाई त्यति वास्ता गर्दैनौँ नि त। अनि मैले सबै सब्जीहरू काटेर मैले यहाँ घिउ हालेर यहाँ प्याज हालेर फुडाउँदैछु है। सुरुमा चाहिँ मैले आलु र बोडी पकाउँछु। अनि घिरौलाको पानी निस्किन्छ नि त। मैले आलु अलिक हल्का एकछिन ड्राई भइसके पछाडि यो हालेँ बोडी। अनि बोडी हाल्दै यत्तिकैमा यहाँ काट्दैछु घिरौला। अनि घिरौला काट्दैछु। काटिसके पछाडि ठिक्क यहाँनिर अब बोडी र आलु पनि त एकछिन ड्राई हुन्छ होइन। त्यसपछि मैले घिरौला हाल्छु। घिरौला हालेर यहाँनिर बेसार नुन हाल्छु। अनि हालिसके पछाडि एकछिन मजाले चलाउँछु कि। अनि चलाइसके पछाडि चाहिँ मजाले छोपेर राख्छु। अनि एकछिन पछाडि त्यो पनि हल्का पानीहरू निस्किन थालिसके पछाडि चाहिँ यसलाई म टमाटर काटेर हाल्छु। अनि त्यसपछि लसुनको पेस्ट क्या त्यो हाल्छु। अनि मेरो सानलाई चाहिँ बाबाले ल्याइदिइसक्नु भयो। अनि ऊ सुतिरहेको थिएन। अनि मैले उसलाई उठाएँ। अनि उसलाई उठाएर यो चाहिँ उसको नाइट ड्रेस हो होइन। यो चाहिँ शीतल हुन्छ कि आइस कटनको हो नि त। म जहिले यही लगाइदिन्छु। 2टा छ। अनि त्यो लगाइन्छ। अनि लुगै लाउनु मान्दैन। अनि कुकुआ गरेर मैले उसलाई हेर्दै। अनि फेरिसके पछाडि मेरो सब्जी चाहिँ यस्तो भयो है। अनि सब्जी पाकेर फेरि यहाँ लुगा थोरै छैन। अनि यो चाहिँ हाम्रो सुभाष दाइ हो। अनि लुगा धेरै नै मैले सकेँ है। मैले लुगा चाहिँ यति धेरै धुएँ। जहिले यति नै धुनुपर्छ कि। त्यसपछि म नुहाइधुवाइ गरेर म तल किचनमा आएँ। अनि मेरो बुढो चाहिँ अझै पनि हेर्दै हुन्छ कि गेम। अनि हेर्नु न यहाँनिर म नुहाइसकेर आइसके पछाडि चाहिँ यहाँ डढेर नि आगोले डढो। अनि यो चाहिँ 7 चक्र चाहिँ मेरो अस्ति बर्थडेमा गिफ्ट गर्नुभएको है मेरो बुढाले। म चाहिँ उहाँले सुनाउँदै फुर्की नाच्दै थिएँ। अनि हेर्नु न यहाँनिर यस्तो मजाले गोल हानु को हुनुहुन्छ है मेस्सीको फ्यानहरू भन्नुहोस् ल। उहाँ चाहिँ कालो छोरी हो। अगाडि पनि देखिसक्नु भयो है। अनि आन्टी मलाई पनि देखाउनु न भन्दैछ। अनि लाइक पनि गर्दैछ है। अनि त्यसपछि हेर्नु न मेरो छोरीको कुकुर देखेर चाहिँ कोही पनि नहाँस्नु नि। फेरि मेरो छोरीको कुकुर देखेर मैले उसलाई सुताएँ। अनि सुताइसकेपछि मेरो बुढो चाहिँ अफिस जानको लागि रेडी हुनुभयो। अनि आउनु न यहाँनिर आउनु न भन्दैछु। अनि हेर्नु न यहाँनिर को हो भन्दै जिस्काउँदै हुनुहुन्छ कि। अनि लु जानु भन्दै भने। अनि मैले चाहिँ उसलाई लिटोको लागि यहाँ रेडी पार्दैछु। मैले लिटो सँगसँगै उसलाई लिटो पाकिसक्यो। अनि मैले खाना खानको लागि यहाँ हेर्दैछु। मैले चाहिँ सजाएको होइन म चाहिँ जहिले यसरी नै खान्छु है। अनि सुरुमा चाहिँ म काँक्रा खान्छु कि। अनि त्यसपछि मैले दही खाएँ। दहीलाई नै मैले शीतलु बनाएर खाएँ। त्यसपछि खाइसकेपछि मलाई जहिले मोबाइल हेर्नुपर्छ नि त। अनि त्यस पछाडि हेर्नु यहाँनिर अब भाँडा मस्काउने पालो आयो। मस्काउने पालो त के भन्नु। खाइसके पछाडि हाम्रो चाहिँ कति धेरै हुन्छ कि। यहाँनिर चाहिँ म भाँडा छिटो गरेर मस्काउँदैछु होइन। जहिले यति नै हुन्छ कि भाँडा खायो फेरि भाँडा त्यति नै हुन्छ। अल्छी लाग्दो बेलामा त नखानु पाए पनि हुन्थ्यो जस्तै लाग्छ कि। भाँडा माझ्नुको वाक्क लागेर नि। अनि त्यस पछाडि यहाँनिर छिटो म चाहिँ अब मेरो छोरी उठ्छ भनेर नि। अनि म चाहिँ छिटो मस्काउँदैछु है। सानलाई पनि बेला हेर्दैछु बा उठिन् कि भनेर। अनि यो कुकर माझ्न मलाई कति धेरै झाउ लाग्छ कि। अनि माझिसकेर मैले अब यहाँ चुलाहरू पनि त पुस्नु पर्यो। अनि चुला पुस्दैछु। अनि चुला ग्यास निभाएर अनि चुला मजाले पुस्दैछु। अनि पुसिसके पछाडि चाहिँ अब मजाले नै पुस्नु बानी नै हो कि यो मैले भिडियोको लागि होइन। जहिले मेरो कन्टिन्यू चाहिँ मेरो यस्तै हुन्छ क्या। जहिले
अनि त्यस पछाडि अब खाना खाइसके पछाडि यहाँ डाइनिङमा हेर्नु न त्यस्तै हुन्छ। अनि यहाँ मैले अन्डा बसाइरहेको छु अनि यहाँ डाइनिङ पनि पुस्दैछु। डाइनिङको कुर्सीहरू सबै पुस्छु कि त्यो हुन्छ नि भिडियोको लागि मात्रै यसले गरौँ भने त्यस्तो होइन, मेरो डेली रुटिन होला यो चाहिँ। अनि म यति छिटो छिटो हतार हतार गरेर पुस्दैछु नि होइन। अनि त्यसपछि मैले अब हात धुनु पऱ्यो नानीलाई खुवाउनको लागि भन्दै थिएँ। अनि यो धारा चाहिँ मैले अघि सफा गर्नै बिर्सेछु क्या, नानी पनि उठिसकिन् होइन, हल्ला गर्दैछन् कि यहाँनिर। अनि म हजुर भन्दैछु बोलाउँदैछु। त्यसपछि अब म हात धुन्छु। अनि हात धुइसके पछाडि चाहिँ अब अघिको चेपचाप लागेको हुन्छ, नानीलाई पनि त खुवाउनु पऱ्यो नि त होइन। अनि नानीलाई खुवाउने बेलामा चाहिँ म मजाले ह्यान्ड वास गरेँ। अनि गरिसके पछाडि चाहिँ मेरो सानी उठिसक्यो। हेर्नु न कति मस्किन चाहिँ कति के भन्नु र भन्नु नसक्नु, हेर्दा चाहिँ नपत्ताउ दिन्छ कि चकचक गर्नु पऱ्यो उसलाई, चम्किनु पऱ्यो नि, सानो चम्किँदिनँ कि हेर्नु गत्त परिरहेको छ, रिसाउँछ घरि के गर्छ हाँस्छ, केटाकेटी यस्तै त हुने होइन। अनि उसलाई मैले त्यहाँबाट उतारेँ। अनि चाहिँ आफै पानी खान्छन् है। अब हेर्नु है यहाँनिर म खाना कसरी खुवाउँछु मेरो छोरीलाई, मेरो छोरीले खानै खाँदैन है, सुरुमा ललिपप दियो त्यस पछाडि यसरी खुवाउँछु होइन। कति मुस्किल परेको कि यो केटाकेटीलाई खाना खुवाउनको लागि। पहिला पहिला त मजाले खान्थिन् है, अहिले चाहिँ उसको तिथ आएको छ नि त, अनि त्यही भएर अरे खाँदैनन् अरे क्या केटाकेटीहरू। अनि यति मुस्किल पर्छ नि हेर्नु, पानी नै मात्रै खाएकै गर्छ कि उसले, खानु पऱ्यो भनेर नि लिटो खानु पऱ्यो भनेर। अनि त्यसपछि हेर्नु न फेरि दिँदैछु, लुगै बोली लाग्छ, अब के गर्नु, लुगा माया मारेर भए पनि उसलाई खुवाउनु पऱ्यो। अनि हेर्नु न फेरि यसरी नै खुवाउँदैछु, खाँदा खाँदै पनि उसलाई धेर हुन्छ निकालिदिन्छ, घरि के गर्छ कि कस्तो के, म त के गर्नु र, कुम्ता पिर लाग्दैन है। अनि ताली बजाऊ भन्दै देखाउँछु, घरि के गर्छु, यसरी खुवाउँछु र पनि पारै लाग्दैन कि। अनि आलु होस् है भनेर अनि छोडिदिन्छ, फेरि मनले नै मान्दैन कि। अनि यसो गर्दै भए पनि अलिअलि चाहिँ म उसलाई खुवाउँछु होइन। अलिअलि के भन्नु, अलिक मजाले नै खान्छन्। अनि खोइ के भएको कस्तो पिर लाग्ने कि यो केटाकेटीले नखाइँदाखेरि के साह्रो पिर लागेको। अनि म चाहिँ कसरी खुवाउँछु भन्दाखेरि, कुन टाइममा खुवाउँछु भन्दाखेरि, यो चाहिँ बिहान चाहिँ म एक टाइम लिटो दिन्छु होइन। अनि दिउँसो अन्डा सन्डा केही दिन्छु। अनि त्यस पछाडि बेलुका चाहिँ उसलाई म जाउली दिन्छु होइन। अनि यसरी नै खुवाउँछु र नि हेर्नु कति रिसाउँछ कि मसँग। अनि बल्ल उसलाई खुवाएँ। अनि खुवाएर हामी माथि कोठाएँ। अनि उसलाई अहिलेको लुगाहरू सबै मैले फुकाल्दिएँ कि। अनि कोठाएँ उसलाई युरिन म्याट माथि राखेँ मैले डाइफर लगाइदिएको छैन नि त उसलाई, म दिउँसो चाहिँ डाइफर लगाइदिँदिनँ। अनि अब स्थिति हेरेर हुन्छ, मौसम हेरेर हुन्छ है। अनि त्यसपछि उसलाई मैले यहाँनिर मजाले राख्दैछु। अनि लुगा लाउनु भनिसके पछाडि मेरो छोरी नाटक पार्न सुरु भइसक्यो त, उसको सुरु भइसक्यो नाटक पार्नको लागि। यो चाहिँ उसको सानैदेखिको बानी हो कि, सानैदेखिको लुगा लाउनु भनेपछि छिरिक्क मान्दैन, कुकु गर्छ नि, हाँस्छ होइन, जिस्किँदा कम त मस्किँदैन कि नपताउँदा। अनि त्यसरी नै बल्ल छिराइदियो। अब यहाँनिर हेर्नु अब उसको नाटक सुरु भइहाल्छ। अब उसको नाटक सुरु हुन्छ, रुएर कस्तो गर्छ कि, खुट्टा पनि त्यस्तै चलाउँछ, हात पनि अरट्ठा पार्छ कि। अनि फेरि कुकुआ गर्दै उसलाई मैले यसरी नै लुगा चाहिँ लगाइदिएँ होइन। अनि ठ्याक्कै हेर्नु न ऐना हेर्दै मस्किँदैछ कि मेरो छोरी, ऐना हेर्दै मस्केको गर्दैछ नि, आहा वा ओ ताली बजाऊ भन्दै फेरि उसलाई म त्यसरी नै बोलाउँदैछु होइन। अनि अब मैले तल किचनको चाहिँ काम सकेँ। अब किचनको सकिसके पछाडि चाहिँ अब माथिको फेरि कोठाको अलपत्र छ। अनि म चाहिँ अनि उसलाई नानीलाई भुल्लाएर है झाडुहरू लाउन थालेँ। कोठामा मैले झाडु लाउँदैछु। म चाहिँ जहिले डेली रुटिनै हो क्या यो चाहिँ मेरो नि। अनि यहाँनिर सफा गर्दैछु है। गरिसके पछाडि अब बाहिर पनि त सनक्क पार्नु पऱ्यो। अनि यहाँनिर जालोहरू पनि अटाउँदैछु। अनि त्यस पछाडि बढाइसके पछाडि चाहिँ मेरो छोरीले के गर्दैछ र। अनि मैले चाहिँ उसलाई उल्पट्टि क्यामेरा फर्काएर म चाहिँ बिच प्यासेज गएँ क्या बढाल्नको लागि भनेर। अनि यहाँ हेर्नु न उसकै धुनमा खेल्दैछ है। उसलाई खुसी लाग्यो भने त कति खेलेर बस्छ नि, उसलाई रिस उठ्यो भने त नि बाफ्रे जे गर्दा पनि फर्किँदैन है। अनि यो मुखमा खाएकै गर्छ, यो हाले गर्छ होइन। अनि यहाँनिर खेल्दैछ कि लडाउँछ, घरि के गर्छ कि, म त अचम्म लाग्यो क्या यो भिडियो एडिट गर्दा पनि देखेको मैले त नि। अनि मैले रुम सफा गरिसकेको पछाडि अब यहाँनिर पुस्ने काम हुन्छ है। यो चाहिँ खोइ के भएर जहिले धुलो हुन्छ कि यो, अब गर्मी छ अनि झ्यालहरू खुल्ला पारिसके पछाडि सबै हावा सँगसँगै प्लस धुलोहरू पनि त भित्र छिर्छ होइन। अनि म चाहिँ यहाँनिर सफा गर्दैछु। अनि यहाँ सफा गरिसकेँ। अनि यहाँ सफा गरिसके पछाडि अब उता अर्को फर्निचरको पाला आउँछ होइन। अनि त्यहाँ पनि सफा गर्छु। अनि सफा गरिसके पछाडि चाहिँ यहाँनिर म कुलिन लाएर चाहिँ सफा गर्थेँ होइन। अनि हिजो भर्खर मैले कुलिन लाएको थिएँ नि त। अनि त्यसैले मैले आज नलाइकन यसरी नै सफा गरेँ, अलिअलि सफा गरेँ। धुलोहरू त हो त्यति धेरै त थिएनन् होइन। अब जहिले गरिराख्ने मान्छे कहाँ हुन्छ र।
अनि गरिसकेँ सफा गर्दैछु यहाँनिर प्लान्ट पनि हेर्नु न बल्ल बल्ल जागो अनि यो मैले पत्ता पत्तामा नि फोहोर भइरहेको थियो कि अनि मैले सबै पुसेँ मजाले पुसेँ अनि पुसेर उसलाई राखेँ त्यहाँनिर साइडमा अनि दराजहरू पनि म पुस्दैछु होइन अनि मैले खास गरी भिडियो चाहिँ किन बनाएको भन्दाखेरि है मलाई कतिजना मान्छेहरूले भन्नुहुन्छ के गर्छौ दिनभरि के काम छ अरे तिम्रो काम के हुने र नानी हेर्न बाइक भन्दै भन्नुहुन्छ होइन काम हुन्छ के सानो घर भए पनि ठुलो घर भए पनि काम हुने भनेको उस्तै यही हो सेम हो घर बढाल्नै पर्यो अहिले फोहोरहरू सफा गर्नै पर्यो होइन अनि नानीसँग त्यही पनि कस्तो हुन्छ हिजोको दिनमा पो नानी थिएन र काम केही थिएन अहिले त नानीलाई स्याहार्नु भन्नु टाइम टेबलमा खुवाउनु पर्यो है सफा पनि त गर्नु पर्यो यहाँ अब हेर्नु है आफू बसिसके पछाडि चाहिँ सफा गर्नु पर्यो यहाँ बल्ल बल्ल नानीलाई एकछिन भुलाएर 2 बजिसकेछ कि सरसफा गर्दा गर्दा यताउति नानीलाई पनि टाइम दिनु पर्यो एकछिन अनि त्यस पछाडि फेरि हेर्नु न है हावा त यस्तो डेन्जर चलेछ कि अघि लुगा धुको सब उयो गरेछ कि अनि यहाँनिर म मटीलाई चाहिँ मटी भन्दै जिस्काउँदैछु होइन अनि त्यसपछि म तल झर्दैछु तल झरिसकेपछि यस्तो हावा चलेको नि के भन्नु र घरि हावा चल्छ घरि घाम लाग्छ है अनि यहाँ लुगाहरू न सब छरपस्ट भइरहेछ अनि मैले एक एक गरेर टिपेँ है मैले क्यामेरा समारा त हुँदैन भनेर मैले एक एक गरेर टिप्दैछु अनि माथिबाट यहाँ ठुलीले जिस्काउँदै हुनुहुन्छ कि मलाई अनि मैले आधी चाहिँ उठाएर ल्याएँ माथि आधी चाहिँ मैले त्यहीँ छोड्दै सुकेकै थिएन है यो तन्नाहरू चाहिँ सुकिसकेको थियो अनि यहाँ फेरि नसुकेको लुगा यहाँ गरेँ अनि त्यहाँ अझै त्यति नै छन् अनि हेर्नु न घाम यति धेरै गर्मी छ नि अनि मेरो छोरी पनि उठिसके पछाडि हेर्नु न यहाँनिर आफ्नै दुनियाँमा के ऊ त कति है खुसी हुन्छ देखाउँदैन कि ऊ खुसी भएको हाँसौँ जस्तो पनि गर्छ है हाँसी पनि हाल्छ है यतिकोमा चाहिँ अनि मेरो छोरीको खाजा खाने टाइम भइसक्यो अनि उसलाई चाहिँ म अन्डा खुवाउँदैछु है जिस्किँदै खाँदैछ अन्डा चाहिँ खान्छ मजाले नै खान्छ भनौँ न अब उसलाई मैले खाजा नै अन्डा दिइरहेको छु कि अनि अरू अब लिटोहरू पकाएर जाउलीहरू दिउँ भने बेलुका खाँदैन कि उसले अनि उसलाई म खुवाउँदैछु होइन अनि यहाँनिर यत्तिकैमा उसको दिदीसँग बोल्दैछ दिदी बहिनी बोल्दैछन् अनि उसको ठुलो मामु हो ठुलो मामुले त देखिसक्नु भयो हजुरले अनि उसको दिदीसँग बोल्दैछ उसको दिदीले मस्किँदैछ दुईजना पुन्टा भेट भएपछि त नि कस्तो हुन्छ होला अनि अहिले चाहिँ उनीहरू फोनमा बोल्दै हाँस्दै जिस्किँदैछन् कि अब को जस्तो लाग्दो होला नि बिचरा अनि यतिकैमा उता फोन काटिसक्यो मान्छे मेरो छोरीको हालत हेर्नु न यहाँनिर अघि लगाइदिएको लुगा सबै बिगारो कि अनि अब लुगा फेर्दै अनि लुगा फेरिसकेपछि ऊ हेर्नु कति खुसी हुन्छ कि उसलाई अनि यहाँ हेर्नु न अलपत्र यस्तै हुँदो रहेछ नानी भइसके पछाडि है अनि भन्दै आज चाहिँ दिन यसरी नै बित्यो होइन अब आजको भिडियो के लाग्छ कस्तो लाग्छ है हजुरहरूले पुरै हेरिदिनु होला होइन अनि त्यस पछाडि मैले उसलाई यहाँनिर कपाल बाँधिदिनु खोज्दैछु है कपाल बाँधिदिनु खोज्दाखेरि हेर्नु न यहाँनिर कस्तो के दिँदैन के भन्नु उसलाई कति गर्मी हुन्छ होला जस्तो लाग्छ यहाँ सुत्दिन्छ क्या रुएर ढुट्टो गर्छ त्यही पनि म बाँधिदिनु चाहिँ छोड्दिनँ उसलाई उचाल्दै फक्काउँदै चाहिँ मैले बल्ल कसरी हुन्छ के गरेर हुन्छ मैले उसलाई कपाल बाँध्दै यहाँ हेर न यहाँ भुल्ल न भन्दा पनि छिरिक्क मान्दैन कि भुलिँदैन त्यस्तो खालको पो छ त उसलाई रिस उठ्यो भने त अनि जस्तो तस्तो चाहिँ मैले बाँधिदिन एकदम कोसिस गरिरहेको छु यहाँ सुतिदिन्छ ऊ रुन्छ जे गर भयो भने बल्ल चाहिँ मैले फकाएर हुन्छ के गर हुन्छ मैले उसको कपाल बाँधिदिइसकेँ होइन उसको कपाल बाँधिदिइसके पछाडि चाहिँ उसलाई अनि ऊ आफै पानी खाँदैछ कि अनि आफै पानी खाँदै मलाई हेर्दै हाँस्दैछ होइन अनि उसलाई म यहाँनिर भिडियो इन्ड गर्नु भन्दैछु है बोलेर ऊ आफै मस्किन्छ मलाई हेर्दै मस्किँदै हस् त आजलाई यति नै भन्न चाहन्छु है मेरो दिन चाहिँ यसरी नै बित्छन् अब एकछिनमा खाना पकाउने बेला हुन्छ है अनि त्यसपछि बाई भन न सानो भनेको मसक मस्किँदैछ है हजुरहरूलाई के लाग्छ कस्तो लाग्छ प्लिज कमेन्ट गरिदिनु न ल कन्टिन्यू गर्नु हो कि बेला दिनु हो कि भिडियो हजुरहरूले हेरेर भनिदिनुहोस् हस् त बाई